नावलको चाहिँ एउटा न्याय गुफा चाहिँ यहाँबाट चाहिँ हामी जानुपर्ने हुन्छ। ल स्वर्गको द्वारभित्र हामी चाहिँ प्रवेश गर्दैछौँ है गाइस। स्वर्गको द्वारभित्र प्रवेश गरिसक्यौँ। Cave name is Ne. Ne. Ne means, I think it's in Buddhist, and there's a language said it's very longest and very oldest. And this cat goes to the next place in the Muktinath. Oh, really? That's why they said this cave is very longest. Let's go. Like this, slowly. Oh. So, foot here? Yep. यस्तो अप्ठ्यारो गरेर चाहिँ हामी आउँदैछौँ। You're gonna dust off your pants. Yeah, look at me out. Yes! ल बाबा यो तर्फ जानुपर्ने हुन्छ है त। त्यो माथिबाट पनि धेरै टाढा छ, 2-3 घन्टा लाग्छ अरे। अनि यो चाहिँ नावल प्लेस है। नावल प्लेसको चाहिँ सानो दृश्य पनि त्यो माथिदेखि हामी देखाउने नै छौँ। लेट्स सी। अब चाहिँ हामी यहाँबाट चाहिँ लाग्नुपर्ने हुन्छ गुफातर्फ है त। नाउरी घरहरू यस्तो राम्रो राम्रो हुन्छ नि होइन। अब मान्छेहरूले चाहिँ पिलर लगाएर के गर्दाखेरि त होइन लडेर जान्छ, त्यस्तो घरहरू लडेर जान्छ भने। तर यताको यस्तो राम्रो एट्र्याक्टिभ घरहरू हुन्छ होइन, त्यो घरहरूलाई चाहिँ कस्तो त्यो भूकम्पले नगराएको हो क्या। यहाँबाट चाहिँ हामी जानुपर्ने हुन्छ यो तर्फ है त। हामी चाहिँ लाग्यौँ अब बबालो। यहाँबाट देखिने दृश्यहरू पनि म देखाउने नै छु। यो चाहिँ नावलको फर्स्ट टाइम आएको यहाँ। अनि यहाँको चाहिँ दृश्यहरू देखाउनको लागि चाहिँ तपाईँहरूसँग म यसरी जोडिँदैछु, हेरिदिनुहोस् होइन। अनि के कस्तो हुँदो रहेछ अनि देखेको अनि बुझेको प्रतिक्रियाहरू चाहिँ तपाईँहरूले सेयर गरिदिनु है त। अन्नपूर्ण 3 रहेछ होइन, तर सबै दुम्बाले ढाकेर यस्तो छ। हो त्यहाँ अन्नपूर्ण 3 त्यो चाहिँ। त्यसपछि अन्नपूर्ण 4 पनि त्यो पनि ढाकेको छ। ओ त्यहाँको त्यो पनि 4, त्यो कालो भाग चाहिँ 4। त्यसपछि यो चाहिँ 2 है त। अनि यहाँबाट चाहिँ देखिन्छ नावलको एउटा सुन्दर गाउँ, नावल प्लेस। यो स्थानसम्म आइपुग्यो, त्यही हो। यहाँबाट देखिने दृश्यहरू त्यस्तै छ होइन, उस्तै हो। यहाँबाट देखिने भ्यूहरू पनि अब सबै धुम्मले ढाकेर एकदमै पुरै बिजोकै भइसक्यो। ठिकै छ। तपाईँहरूलाई चाहिँ के लिएर आउँछु भने नयाँ गुफाको चाहिँ एउटा दृश्य लिएर त्यहाँ चाहिँ कस्तो रहेछ के रहेछ हेर्नु ल। यो चाहिँ धुम्मले ढाकेको एउटा बादलपारीको देशमा होइन। यो चाहिँ हामी यसरी हिँड्दैछौँ। अन्त अब त्यहाँबाट देखिने भ्यूहरू हामी देखाउने नै छौँ। अन्त सकेसम्म गुफाभित्रको भ्यूहरू चाहिँ हामी देखाउने कोसिसमा छौँ है त। भनिन्छ नि मान्छेले बाँच्नु मात्रै पर्छ यहाँ स्वर्ग देखिन्छ भनेर। हामी स्वर्गको द्वार खोलेर हामी जाने तयार गर्दैछौँ। चाहिँ स्वर्गको ढोका है गाइस। यहाँबाट चाहिँ हामीले गुफा हेर्न जानुपर्ने हुन्छ। वाउ यस्तो। ल स्वर्गको द्वारभित्र हामी चाहिँ प्रवेश गर्दैछौँ है गाइस। यो चाहिँ
देखिन्छ यहाँबाट देखिने भ्यूहरू चाहिँ यस्तो बवाल छ नि त तर देखिने भ्यू भनेको त्यही नै हो राइट केही छैन अब यहाँबाट चाहिँ हामी गुफा छिर्छौँ है Sunglasses in the cave. ल ओके ल हामी स्वर्गको द्वारभित्र प्रवेश गरिसक्यौँ यो चाहिँ भित्रको अवस्था वाउ यस्तो बवाल So this cave name is Ne. 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 Ne means I think it's in Buddhist and there's a language said it's very longest and very oldest. Many years back, some of local peoples, they sent some of like a cats from here, and this cats goes to the next place in the Muktinath. Oh, really? That's why and they said it's a big this tunnel. cave is very longest in the world. Maybe in the Nepal, I think so. Wow. So last year we went there inside the cave around like 50 minutes deep. It's very dangerous when we go more deep, I think it's narrow. and I feel so scary. It's Yeah. like I feel so Claustrophobic, so yeah, hard That's to why breathe. we back from there. But if you want to go a little bit down, no problem. Somewhere is down there. Where you can still see light. You want to go If down? you want to see, I don't know. yes, No? No? I just want to pee. you Okay. can try, no problem. I might go down, and you can take a picture of me. Okay, yeah. You ल know, it's... Nah, I'm not going down. हामी चाहिँ यहाँबाट चाहिँ छिर्न खोज्दैछौँ है त छिरेर हामी धेरै तल्लसम्म पुगिन्छ तर यहाँ चाहिँ टाढा छ है हो तल्ल कहाँसम्म पुगिन्छ थाहा छैन अब जाने हो Make So- sure you're You staying here? Yeah. So we're not going to too much. I won't But go too somewhere up there, and then we back from there. Okay. okay. I'll wait. It's not scary. If it was more deeply, it's scary, but somewhere up there, no problem. Okay, ready to go? ओके लेट्स गो Like this, slowly. Oh, should I go down my butt? Steps? Oh, okay, I guess. Oh, girl. ओ Careful. Oh, like this. Oh my God. I can't see anything. Here, do you want the headlamp? If we're going first, you can put the headlamp. ओके गो ल गाइस हामी चाहिँ यसरी छिर्दैछौँ है त वाह वाह There? Look at this. वाह Okay, now you're coming. ओके It's fun. ल हामी चाहिँ यहाँबाट छिर्दैछौँ है तल होइन दाइ Slowly, guys. Okay. बिस्तारै छिरौँ है त Be carefully down. ल ठिक छ है Okay. यस्तो रहेछ है What's that? यहाँ Okay. Look at it. I'm tall. हो All right, all right. ओके You want to come now? You want to come down? All right, take your time. Yeah. It's a little it's dusty, so be careful. Yeah, It's kind of no. slippery. Yeah. You need to ride. ल I forgot. I thought about it, then I forgot. यसै You can take the headlamp. Take it easily. Mind your head. Yeah, take your time. Yep. Are you gonna catch? Yeah, I'll catch you. There's also lots of footholds right here. ल यस्तो अप्ठ्यारो बाटोमा चाहिँ So, foot here. Yep. You get your hand यस्तो through here. अप्ठ्यारो गरेर चाहिँ हामी आउँदैछौँ You're gonna dust off your pants. Yeah, look at me. We need to wash when we're All back. right, I'm not gonna like going back up. ओके No, you'll be good. Okay, it was very slick here. ल फेरि हाम्रो यात्रा चाहिँ फेरि सुरु हुँदैछ है यो त धेरै लामो भ्लग हुने हो ऊ तल्लसम्म कहाँ छ Over here. Good? There you go. Hey, you stay. Nah, I'm staying. You sure? Yeah. Okay. Okay. ओके ल त्यहाँदेखि चाहिँ तल तल कस्तो डेन्जर छ है
यो गुफा चाहिँ फर्स्ट टाइम आएर घुम्दैछौँ है बबाल हो त Now it's easy here. Slowly. Yeah. ओके ल हामी चाहिँ यसरी यहाँबाटको माथिको दृश्य चाहिँ यस्तो छ है यहाँ Wow. ल यस्तो बबाल हो बबाल I think from here it's a little bit difficult to go inside. I think so. Okay. So have a look, and then we can back from here. Okay? Okay. Sam, are you sure? There's a light there. Yeah. They're just fixing now, but it's not using now. Oh, okay. म त छिर्छु मन चिरेको हो हो यहाँबाट पनि छ अनि यताबाट नि योबाट जानु यहाँबाट चाहिँ अलिकति म परसम्म जान्छु यहाँबाट चाहिँ हामी तल नि पुग्न सकिन्छ तर यहाँबाट चाहिँ अलिक गाह्रो रहेछ होइन त्यही भएर हामी चाहिँ यहीँबाट फर्किनु पर्ने हुन्छ यहाँको जस यस्तो अवस्था रहेछ बवाल हो क्या मलाई चाहिँ सबैजना गएको भए चाहिँ हामी चाहिँ जान मन लागिरहेको थियो तल्लोसम्म सायद अहिले अब जान पाएको छैन यहाँबाट चाहिँ यस्तो गरेर जानुपर्दो रहेछ क्या यहाँबाट अझै पनि ओइ कस्तो बवाल रहेछ यसरी छिर्दो रहेछ क्या तर म त छिर्थ्यो होला यहाँ चाहिँ सानो चेप रहेछ अब यहाँबाट उता धेरै नछिर्ने बाचा गरेँ हामी चाहिँ फर्किने कोसिस गरेँ अब म एक्लै छु दाइहरू त जानुभयो यहाँबाट चाहिँ ओइ यहाँबाट त नि बगाल हुँदो रहेछ ल म चाहिँ यसरी फर्किँदैछु ल गाइस यस्तै हो फर्स्ट टाइम ल तर तल्लोसम्म छिर्नु पाएको भए चाहिँ मजा आउँथ्यो मलाई चाहिँ यस्तोमा चाहिँ छिर्न मजा लाग्छ क्या खुसी लाग्यो यति भए पनि छिर्नु पायो वाह Here, you want to lead the way? Run away. तर तल त कस्तो हो नि सानो चेप रहेछ होइन चेपबाट चाहिँ छिर्यो The inside the cave is about maybe 20 meters from here. I think so. There's this small like a lake pond. Oh. Yeah. I saw there last time. You went all the खै way जानु down. पर्दैन No. न I don't do caves. What do you mean you don't do caves? I do caves. There you I go. should be better at this than I am. Yeah, 'cause Slowly, it's हामी यसरी फर्किरहेछौँ है small. There you go. There you go. ल हाम्रो यात्रा पनि यहाँबाट सकिसक्यो तल्लैसम्म पुग्नु पाएको भए चाहिँ एकदम बवाल लागिरहेको थियो तर त्यहाँसम्म जान सकेन ल आइसकेको छ है God, that was fun. दाइ ल आइपुग्यो Oh, some team too. ल बाबा स्वर्गको द्वारभित्र छिरेर पनि हामी चाहिँ निस्किसक्यो फाइनली निस्किसक्यो अब चाहिँ फर्किनु पर्ने हुन्छ तलैसम्म जस पुग्न पाएको भए एकदम बवाल हुन्थ्यो हेर्न पाउँथ्यो तर पनि कुनै समय यदि जुरिएछ भने आएर तपाईँहरूलाई फेरि देखाउने यसो यस्तै हो यस्तै नयाँ भिडियोहरू हेर्दै गर्नु होला यस्तो राम्रो गुफामा हामी छिर्न पायौँ अन्त यहाँको दर्शन गर्न पायौँ खुसी लाग्यो अब हामी फर्किनेछौँ ल ओके हामी चाहिँ यसरी फेरि अर्को बाटोतर्फ चाहिँ जाँदैछु अघि घुम्न गएको त्यहाँ गुफा चाहिँ त्यो हो क्या आकार पनि कस्तो छ त ओइ
बगल होइन त हामी बस्ने चाहिँ तल देखिन्छ यहाँ यो ठाउँमा चाहिँ हामी अहिले बसिरहेको छौँ अन्त त्यहाँबाट उकालो चढ्दै 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 आएर यहाँ हामी यो गुफामा चाहिँ घुमेर आएर चाहिँ हामी त्यो माथिको सम्म पुगेर चाहिँ हामी त्यहाँबाट फेरि फर्केर आएर यहाँबाट चाहिँ हामी यो ठाउँमा आइसकेको छौँ अब फेरि जानुपर्ने हुन्छ तलै त्यो तल हामी बसेको चाहिँ त्यहाँ है त गाइस को होला है यस्तो गरेर राख्ने सेपु ज्याकेट लगाइदिएर यो चाहिँ बाख्रा गोठाला है यो चाहिँ यहाँ चाहिँ बाख्रा गोठहरू रहेछ यहाँ यो चाहिँ आर्मी है बाख्राकोटको हेरचाहको लागि चाहिँ आर्मी एउटा यहाँ बसेको रहेछ अनि एउटा चाहिँ ऊ पर छ एउटा चाहिँ ऊ पर छ एउटा चाहिँ यहाँ रहेछ यो चाहिँ आर्मी है यसको गन कहाँ छ रहेछ हेरौँ न ल ल अब चाहिँ हामी आइपुग्नु लाग्यौँ है